समुद्र होइन फेरि समुद्र यति ठाउँ रहेछ नि कति हो कति विरक्ति लागेको मान्छेलाई आत्महत्या सजिलो रहेछ यो उसमा समुद्रमा पनि फाल्न त्यो पुल हामी आएको पुल त्यही हो सन्जु अघि समुद्र रहेछ त पहिला यो मात्रै थियो कि पुरै यो र यति मात्रै पछि बनाएको छ बस पार्क हेर्नु गोल पार्क बस पार्क गोल पार्क जस्तै भयो मलाई नेपाल गए जस्तै भयो बुटोलतिर जस्तै लाग्यो यस्तो समुद्र त्यतातिर त्यो खास मकाउ सहर कहाँ छ त यही हो कि मकाउ यति हो टुक्रा टाक्री मेन सहर थियो पछि बनेको सहर यता ए ठुलो रहेन छ त छैन यति छ त्यसो त एमपिआर छैन होला यहाँ त ए पहिला यो पुल पनि थिएन यो पुल नहुँदा चाहिँ मारपार गर्दो रहेछ बिचरा बोटबाट यतातिर यो पुल बनेपछि 81 ठुलो बन्थ्यो कि यतातिर समुद्र मात्रै हो सोहीमा जग्गा जमिन मात्रै हाम्रो जमिन मात्रै हो अब देखार नि अलिकति छोइदिएको भए त हुन्थ्यो नि समुद्रलाई तर नछोए पनि कृषिको लागि त धेरै राम्रो छ हाम्रो देशमा कृषि नगरेर त खतम परेर हो गाउँहरू नत्र कृषि त एकदम राम्रो नि नेपालमा के छ भने जाडोमा भने त्यस्तो जाडो पनि हुँदैन यार हड्डिने मान्छे पठाइदिने जाडो हुन्छ त जस्तो प्रकारको पनि फलफुल सब्जीहरू हुन्छ कि नेपालमा होइन त्यो भयो भने अर्को भनेको के यार गरी भनेर त्यो तातो उसको तातो पनि छैन यार कोरियामा गएको 1 घन्टा मेरो हात खुट्टा कर्कै भयो कि जाडोमा है गर्मीमा त त्यस्तो गर्मी रहेछ जाडोमा यति जाडो कि त्यो उसकै भुइँ तताएर राख्नुपर्ने क्या त्यस्तो त छैन हो नेपाल त बिचरा नेपाल त धेरै राम्रो छ नि बाहिर निस्के घाम ताप्न पाइयो पानी एकदम छ त्यो हिटर चलाउनु पर्दैन एसी चलाउनु पर्दैन यस्तो दुईटै अहिले अब के अरे उसले हिन्दू राष्ट्र चाहियो भन्दै थियो नि त दुर्गेले दुर्गा पागल मोदीसँग गएछ बरु अब हिन्दू राष्ट्र हुँदैन भने त्यतै इन्डियासँगको स्टेट एउटा स्टेट बनाएर भए पनि हिन्दू राष्ट्र ल्याउनु खोज्यो है यिनीहरूले जस्तै एउटा स्टेट जस्तो पन्जाब भने जस्तो एउटा स्टेट बनाउने नेपालमा चाहिँ होइन त्यो फेरि हेर्नु अब त्यस्तो बनाउनु पर्छ भने एउटा मगर रुलले भनेको जेल बुझिसक्थ्यो क्या त्यसलाई त्यो भनेको बाहुनहरूको त्यो मौन समर्थन हो क्या त्यो भनेको बाहुनहरूको सोचाइ के भयो भन्दाखेरि आफूले राज गर्ने होइन जब आफ्नो हातबाट सत्ता फुकिन्छ नि भारतलाई बुझाउने सकिएन भयो नेपाललाई हिन्दू राष्ट्र बनाएर हुन्छ नेपाल त यति काटाकाट हुन्छ कि अब त सबै जाति छन् त त्यहाँ त सबै भाषी सबै जाति नेपालमा चाहिँ बाहुनले खत्तम बनायो कि त्यसलाई घुस चाहिँ नि बाहुनले खाएर सिद्ध्याउनु एउटा चाहिँ नि अब एउटा उस के अरे एउटा कर्मचारीले भन्छ नि एउटा जब अधिकृत भनेको सानो लेभल कर्मचारी हो नि त थाइल्यान्डतिर होटेल छ क्या कतिको अहिले त्यो पताया भन्ने ठाउँ छ नि थाइल्यान्डमा पताया भन्ने ठाउँ छ कि नेपालीको होटेल यति धेरै बढ्यो अरे अहिले नेपालीले मेसेको होटेलहरू क्या पतायामा बाहुनहरू सब फेरि कता रहेछ त्यो हाम्रो कुन च्या त तिनीहरूले
त्यो गर्ने अनि गणतन्त्र फेल खायो भन्छ बाहुनहरूले घुसाएर लुट्ने अनि गणतन्त्र फेल खायो अस्ति एउटा भन्छ एकजना बाहुन त्यसको श्रीमती चाहिँ उस रहेछ कि राई रहेछ होइन भन्दा त्यसलाई अब अलिकति सफ्टनेस भएको पनि होला अलिकति हुन्छ नि त्यसले के भन्दै थियो भने यो चाहिँ नि अब सबैभन्दा नेपाल सरकारको खर्च सबैभन्दा ठुलो भनेको निजामती कर्मचारी रहेछ 1,15,000 होइन आर्मी रहेछ 1 लाख पुलिस रहेछ 80,000 शिक्षक रहेछ सबभन्दा बढी 1,50,000 टिचरहरू के सरकारी अनि 37,000 रहेछ उस के अरे एपिएफ के आम के अरे हुन्छ नि सशस्त्र भन्छ नि यिनीहरूलाई त जागिर त खुवाउनु पऱ्यो टोटल 5 लाख कति छ 5 लाख कति छ तिनीहरूलाई त जागिर त खुवाउनै पऱ्यो होइन अब भोलि पर्सि गणतन्त्र उसको फ्याँक्यो भने त्यो 5,50,000लाई त स्यालेरी खुवाउनु पऱ्यो होइन अब राजतन्त्र आए पनि गणतन्त्र अब जे आए पनि प्रजातन्त्र आए पनि खुवाउनु पऱ्यो खर्च त घट्दैन अब अहिले चाहिँ नि नेताले चाहिँ सबै के अरे भ्याए भन्छ अहिले चाहिँ नि गणतन्त्र नेपाल सरकारको 1% बजेट पनि युज हुन्न अरे क्या अहिलेको छ नि सिस्टममा 1% के अरे डाटाले त त्यो भन्दैन फेरि डाटाले त के भन्छ अरे अहिलेको यो सिस्टम चलाउनको लागि अब 1% पनि नेपाल सरकारको बजेट चाहिँ नि खर्च हुँदैन सबैभन्दा ठुलो खर्च कहाँ त भन्दा त्यहाँ छ सबैभन्दा ठुलो खर्च नेपाल सरकारको भनेको त्यो ज्ञानेन्द्र साईले अनि त्यही भन्दै ज्ञानेन्द्र साईलाई 1 करोडको क्वेसन गरेको उत्तर चाहिँ 1 रुपियाँको दिएर ज्ञानेन्द्र साईलाई चाहिँ उत्तर दिएको अरे उनीहरूले भन्छ के अरे उस प्रत्यक्ष प्रधानमन्त्री भन्छ प्रत्यक्ष राष्ट्रपति चाहिँ विश्वले चाहिँ प्र्याक्टिस गरेको ठाउँ हो होइन प्रत्यक्ष प्रधानमन्त्री वर्ल्डमा कतै पनि छैन क्या तर बुझेन भोलि पर्सि जनताबाट चुन्ने राजा भयो अरे जनताबाट प्रत्यक्ष चुन्ने आएको प्रधानमन्त्री र राजाको जुवारी चल्दैन भनेको पावरको स्ट्रगल हुन्न भनेको त्यो अभियसली स्ट्रगल हुन्छ नि पावरको त्यही भएर प्रत्यक्ष प्रधानमन्त्री चाहिँ हुँदैन बरु प्रत्यक्ष राष्ट्रपति चाहिँ हुन्छ किनभने ऊ चाहिँ सरकारको उस हो नि त अलिकति उस हुन्छ यो हो कि ग्यालेक्सी भनेको यो हो डायमन्ड साङ यो बनाएको थिएन कि त्यति बेला आउँदाखेरि बसमा हिँडेको हो के गरे बसमा अनि डाइरेक्ट होटलको बस भयो अनि त्यही होटल छिटो बढ्ने कि पैसा है त अलिकति हिँडेन त होइन र त्यहाँ हामी त्यहाँ जान अहिले लाग्यो स्पिड हिँडाल्दो रहेछ स्पिड हिँडाल्दो रहेछ एउटा पार्क छ क्या ततिर बाह्रमा मान्छे हिँडेको त किनदेखि बल्ल यहाँदेखि यति ठाउँ रहेछ यहाँ चाहिँ सागसब्जी लाउने क्या त्यस्तै देखेको यहाँको त मेन बिजनेस भनेको त रेस्टुरेन्ट र उसको त भेनेसन भनेको त्यो भयो कि होइन हामी